साबी हेर हाई भन्न अलिकति हाई गर हाई सबैलाई नमस्कार पनि म खाँदैछु यो माछा हो आज माछा र सजना अनि निङ्रो हो अनि यो अलिकति ल्याए त छोराहरूलाई जहिले पनि आमाले एक गाँस भन्नु आइज न अरू आइज न छिटो आइहाल्न खानु आइहाल्न छिटो टाइम छैन मलाई खानु पर्यो छोरालाई आमाले खुवाइदिनु तपाईँको आमाहरू सबैलाई भनेको है आफ्नो छोरालाई खुवाइदिनु आयु प्रतापी हुन्छ छोरा आज तैँले पनि हाई गर्दैन नि खाँदै जानु यता फेरि हाई खाँदैन सबैले लाइक गरिदिनुहोस् अनि मेरो कान्छी छोरी त अलवेज काली छ आमा त गोरी छोरी त काली भन्छ र आमा केटा काली भएको माछा भात तपाईँ ल के खानु माछा खान्छ अरू अझै यस्तो लोरा भात खाता बस्नु खाइस् त लु पहिला लोरा निङ्रो त्यसरी खानुपर्छ हो अहिले तिमीहरूलाई लानु पऱ्यो कराई हन्डीमा नानहरू खान्छु ल यसमा खाना खजानामा मलाई पऱ्यो खानु साँच्ची आज एकछिन 3 बजीतिर यसलाई लैजाउँ भमिट गरिहाल्छ साँच्ची एकदम मिठो भएको छ उयो त निङ्रो र लो त है यसरी मिचेर खानु साँच्ची रेल साँच्ची नै मैले दिन्छु भनेर सोचेँ मलाई खानु मन लाग्यो नि त साबी पनि जान्छ आज सायद अहिले न त किन झाट्नु हिजो मोमो माथि लगेर खाएँ पर्स्याङ लगाएर मोमो खाइदिएँ भात त समुद्र माग्न पऱ्यो त बाबु सजना खानु पऱ्यो सजना फेभरेट हो सजना चाहिँ फेभरेट हो के बन फर एमु है एमुको नि नगर्दै ए तिनवटा चाहिँ कसले खाँदैछ मासु चाहिँ भन्छ है उनीहरू हाल्नु पऱ्यो कोही त्यसले गर्दा चाहिँ डिस्टर्ब गरेको छ त्यता माछा बिस्तारै खा कति घन्टा लाग्छ
कति घन्टा लाग्छ माछा मिठो खालको गरेको सुन्दैछ अब म त तिम्रो टाउको उयो गीत खुवाउँछ औ जोडो मेरो सफा ओछामा मोज गर्ल अन्त बाई बाई सक्यो भेटौँ ल भरे भेटौँ भन भनु 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 एउटा टक्कै गरिदिहाल्न यो कुनाबाट टक्कै गरिदिहाल्न गरिहालेको भएको थियो